म चाहिँ उहाँ विक्रम दाईलाई चाहिँ फलो गरिरहेको थिएँ फेसबुक टिकटकहरूमा होइन। उहाँ चाहिँ जो राम्रो गरिराख्नु छ। उहाँले चाहिँ नयाँ नयाँ ठाउँहरू अनि आफ्नो सुदूरपश्चिमको आफ्नो कैलालीको उहाँ चाहिँ वातावरणदेखि लिएर कल्चरदेखि लिएर उहाँ चाहिँ एकदम प्रमोट गरेर राख्नुभएको छ कि उहाँ एकदम एक्टिभ मान्छे हुनुहुन्छ होइन। आज चाहिँ सन्जोगवश उहाँसँग यो बेडा बाबाको कृपाले भेट भएको छ र अब भिडभाड छ यहाँ। उहाँले भन्नुभएको एकदमै छ जुन हामी स्मार्टफोनहरू लिएको छौँ होइन राष्ट्रलाई चिनाइराख्नु भएको छ। जुन हामीले आन्टी पनि भेट हुनुभएको छ यहाँ हाम्रो आन्टी सबलाई बजै ल यहाँ के छ आराम हुनुहुन्छ ल हाम्रो टोलको आन्टीहरू पनि भेट हुनुभएको छ। अनि जुन म भनिरहेको थिएँ जुन हामीसँग रहेको मोबाइल स्मार्टफोन छ जुन हामी स्मार्ट नागरिक बन्न सक्छौँ। आफूमा रहेको आफ्नो टोल समाज र आफ्नो नजिक आफ्नो जिल्लामा रहेको धार्मिक स्थल या कुनै परम्पराहरू संस्कृतिहरू हामी स्मार्टफोन खालि स्मार्टफोनबाट चाहिँ हामीले चाहिँ देशव्यापी रूपमा आफ्नो राष्ट्र मात्र होइन आफ्नो देशव्यापी रूपमा चाहिँ हामीले यसलाई चाहिँ देखाउन सक्छौँ होइन। आफ्नो जिल्लामा रहेको यो चाहिँ हाम्रो कैलाली जिल्लामा लाग्ने वर्षको एकचोटि लाग्ने धार्मिक स्थल हो। एकदम यहाँ भक्तजनहरू पनि नेपालमा मात्र होइन कि हाम्रो चाहिँ यहाँ भारतबाट पनि हजारौँको भिडमा हिजोबाट यहाँ लाइन लाग्नु भएको छ। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो भोले बाबा हाम्रो बेडा बाबाको मन्दिरमा सो आफ्नो देशमा रहेका धर्मस्थली होइन संस्कृति रूढिवादीहरूलाई चाहिँ आफ्नो टोल समाजमा माझ मात्र नराखेर हामीले चाहिँ विश्वमा चिनाउनु पर्ने हुन्छ चिनाउनु पर्छ। यो पर्यटकीय स्थल पनि एकदम रमाइलो छ। वरिपरि हेर्न सक्नुहुन्छ यता चाहिँ यो जङ्गलै जङ्गल छ बोट बिरुवाले होइन। यो चाहिँ जङ्गल हो जङ्गलको बिचमा चाहिँ हाम्रो यो धार्मिक स्थल छ। ल उहाँहरू पनि आउनुभएको छ। ल जस रमाइलो छ यहाँ भिडभाड छ रमाइलो छ। गर्मी जति भए पनि यहाँ तराईमा धनगढीमा जति गर्मी भयो नि यो धार्मिक स्थल भएको हुनाले सबलाई रमाइलो भइरहेछ। गर्मीको कुनै महसुस भएको छैन। अब क्यु छ धेरै छ पूजाहरूको यहाँ होइन। पूजाको लागि लाइन लाग्नुपर्ने हुन्छ धेरै होइन। अझै यहाँबाट सुरु भएको छ यो लास्ट हो। यो चाहिँ लाइन लाग्नु भएको छ उहाँहरू। यस्तो टन्टला घाममा पनि उहाँहरू चाहिँ पूजाको लागि एकदम सहनशीलता भएर लाइनमा बस्नुभएको छ। यो चाहिँ मेन द्वार हाम्रो बेडा बाबाको। देख्न सक्नुहुन्छ
तपाईँहरूको टाइम छ, टाइम मिलाएर आउनुहोस्, बेडा बाबाको दर्शन गर्नुहोस्, सबको मनोकामना पुरा होस्। जय शम्भु, जय भोलेनाथ, बेडा बाबा की जय हो। नेपाल जसनावी समाज यहाँ चाहिँ हेर्न सक्नुहुन्छ, निःशुल्क श्री बेडा बाबा मन्दिर धाममा निःशुल्क सर्वत पानी वितरण गरिराख्नु भएको छ। पानी फ्रीमा निःशुल्कमा। अब यस्तो घाम छ, हजुरले पानीहरू सर्वत पानीहरू चाहिँ पिउन सक्नुहुन्छ। जुन हाम्रो नेपाल दशनामी समाजले उहाँहरूले चाहिँ फ्री पानीको व्यवस्था गर्नुभएको छ। यस्तो दौडधुपमा होइन, उहाँले धेरै राम्रो काम गरिराख्नु भएको छ। देख्न सक्नुहुन्छ सर्वत पानी जति पिउनुहुन्छ सर्वत पानी। हजुर यहाँको ए ल, उहाँहरू चाहिँ एकदम राम्रो काम गरिराख्नु। जुन यहाँ टन्टला घाममा मैले आइसकेको छु, यहाँ मैले ब्यानर पनि देखाउन भनिराख्नु भएको छ, मैले लगाइसकेको छु। उहाँले चाहिँ समाज सेवा गरिराख्नु भएको छ। जुन भक्तजनहरू छन् यति घाममा, उहाँले चाहिँ पानी, तपाईँहरू लोकेसन हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो ठिक्क मन्दिरको, हाम्रो मेन मन्दिरको द्वारको बायाँ साइडमा, पश्चिम साइडमा चाहिँ पानीहरू चाहिँ निःशुल्कमा सर्वत पानी पिउन सक्नुहुन्छ। सर्वत पानी। हजुरको शुभ नाम? मेरो डम्बरराज गिरी जो हुनुहुन्छ, उहाँ खगेन्द्रपुरी। अनि उहाँको टिम हुनुहुन्छ, सबैजना लागिराख्नु भएको छ। एकदम राम्रो काम गरिराख्नु भएको छ। जुन टन्टला घाममा छ, तराई घाममा, त्यस्तो उहाँहरूले चाहिँ पानीको व्यवस्था, सर्वत पानीको व्यवस्था गर्नुभएको छ। धन्यवाद उहाँहरूलाई। सो आउनुहोस्, गर्मीमा सर्वत पानी पिउनुहोस् होइन, अनि दर्शन गर्नुहोस्। ओ टेक केयर। अगाडि बच्चाहरू अब चाहिँ हामी फर्किनै आँटेछु। अब गाडीतिर गइरहेको छौँ हामी। यहाँ स्कुलको हाम्रो लोटस स्कुलबाट आउनुभएको छ दर्शन गर्नलाई। पूजापछि हामी सबैजना गाडीमा आइसकेको छौँ। गर्मी भइरहेछ तराईको यहाँ गर्मीले। हामी अब जे जस्तो भयो नि जोस्, हाम्रो बेडा बाबाको दर्शन भयो। हाम्रो अब दर्शनपछि, बेडा बाबा दर्शनपछि अब यहाँ खानपिन हुन्छ। सबले आइटम मात्रै ल्याए, हाल्ने भाँडा कसैले याद गरेन। कहाँ छ हजुर?